यो इलाम नगरपालिकातर्फ जाने यो खानेपानी यो सहरी खानेपानी अन्तर्गत यो निर्माण भएको हो। यो चाहिँ अहिले 82, 81, 80मा करिब कम्प्लिट भएको अवस्था थियो र भदौमा यो वर्षभन्दा अघिल्लो वर्ष आएको चाहिँ ठुलो भीषण त्यो विपत्तिले फेरि त्यहाँको क्याचमेन्टहरू सबै बगाएर लगेको अवस्था थियो। त्यो बगाएर लगिसकेपछि गत वर्ष विपत्तिबाट केही रकमहरू आएर हामीले यसलाई अस्थायी रूपबाट यो खानेपानीलाई निर्माण गरेर सुचारू गरेको अवस्था थियो र यो वर्ष चाहिँ यो अर्बन चाहिँ यो ड्रिङ्किङ वाटर यो सहरी खानेपानी चाहिँ अब फेज आउट हुन आँटेको छ मिसन। यो चाहिँ के हुन्छ भने एडिबीको तर्फबाट 70% नेपाल सरकारलाई अनुदान दिएको हुन्छ र 70% नेपाल सरकारले बेहोर्ने, त्यसपछि गएर चाहिँ 25% हाम्रो यो नगर विकास कोषको ऋण अनुदान हो, ऋणमा हो, हामीले ब्याज बुझाउनुपर्छ। त्यसपछि हाम्रो यो इलाम नगरवासीहरूको जो खानेपानी उपभोक्ता छ उहाँहरूको रकमबाट उठेको पैसाबाट 5% हामीले सहभागिताको रूपमा चाहिँ निर्माण भइसकेको अवस्था थियो र त्यसलाई पुनर्निर्माणको निमित्त हामीले धेरै प्रयत्न गरे पनि त्यो पुनर्निर्माण हुन सकिरहेको अवस्था थिएन। यो वर्ष लगभग 2,95,00,000 बराबरको चाहिँ हाम्रो यो इन्टेक निर्माण, त्यसपछि गएर चाहिँ पाइप लाइन विस्तार, यो मेवा र राते हो, स्पेसल्ली हाम्रो दुईवटा योजनाहरू हो यो इलाम नगरपालिकातर्फ जाने र यो सहरी खानेपानीले गर्ने पनि यो दुईवटा मुहानबाट चाहिँ लाने खानेपानी हो। र यो वर्ष हाम्रो करिब 65% चाहिँ एउटा ग्लोबल भन्ने निर्माण व्यवसायीले चाहिँ यो टेन्डर पार्नु भएको छ। आज हामी यहाँ यो अनुगमनको सन्दर्भमा चाहिँ पत्रकारदेखि लिएर सडक विभागका डी समेत आउनुभएको थियो। यो सडक विभागको डी चाहिँ किनभने हाम्रो त्यो सडक क्षेत्रमा जुन पाइपलाइन विस्तार भएको थियो त्यो ग्रेड डाउन गर्दाखेरि पाइपहरू चाहिँ धेरै नष्ट भएको हुनाले उहाँलाई त्यो देखाउन पनि थियो। साथै यो चाहिँ सबै नगरवासी र सबै नागरिकहरूलाई सुसूचित गर्नको निमित्त पनि यहाँको पानी गत वर्ष आएको बाढी, त्योभन्दा अघिल्लो वर्ष, यो वर्ष र अघिल्लो वर्ष आएको बाढीले यो क्षेत्रमा अनुमानभन्दा बाहिरको ठुलो विपत्ति आएर बाढी आएर चाहिँ हाम्रो संरचनाको एउटा नमुना पनि नरहेको यो अवस्थामा यो वर्ष चाहिँ 2,95,00,000 लगभग 3 करोडको हाराहारीमा चाहिँ टेन्डर भएको छ। अहिले हाम्रो यो वैशाख 7 गतेसम्ममा हामीले निर्माण सम्पन्न गरिसक्नुपर्ने हाम्रो सम्झौता छ र अहिले 65% यो काम भएको अवस्था छ र यो तपाईँहरूले देख्नु भएको छ यो इलाम नगरपालिकाबाट लगभग 43 किलोमिटरको दूरीमा रहेको छ। यो अत्यन्तै विकट अवस्थामा छ र यहाँ पानी प्रशस्त मात्रामा धेरै पानी पर्ने भएको हुनाले यो क्षेत्रमा चाहिँ यो खानेपानीलाई सुचारू गर्नको निम्ति विभिन्न व्यवधानहरू चाहिँ आइराख्ने, कहिले पहिरो जाने, कहिले बाढी आउने, यी समस्याले गर्दा चाहिँ हाम्रो निरन्तर वितरणमा चाहिँ अवरुद्ध हुने गरेको कुरा पनि म सबैमा जानकारी गराउन चाहन्छु। सकेसम्म हामी यो चाँडोभन्दा चाँडो यो चाहिँ हाम्रो सम्पन्न गरेर अब चाहिँ नगरवासीलाई स्वच्छ खानेपानी वितरण गर्नको निम्ति हामी लागि परेको छौँ र अब यो कम्प्लिट गरिसकेपछि हाम्रो इलाम नगरपालिकाले ऐन निर्माण गरेको छ त्यो बोर्डमा यो जब सम्पन्न हुन्छ, सम्पन्न भइसकेपछि यसलाई विधिवत रूपमा हामीले यसलाई हाम्रो चाहिँ त्यो आर्थिक कुराहरू पनि सार्वजनिक गरेर हामी यो बोर्डमा चाहिँ स्थानान्तरण गर्ने हो। बोर्डमा गएर चाहिँ अब यसलाई चाँडोभन्दा चाँडो हामी यो सम्भवतः यही वर्ष अब हामी त्यो यसलाई सम्पन्न गरेर त्यसतर्फ हामी जाने कुरा यहाँलाई अनुरोध गर्न चाहन्छु। त्यो मलाई लाग्छ यो सडकले आफ्नो कार्यक्रम सुचारू गर्नुभन्दा अगाडि हामीले इलाम नगरपालिकाको तर्फबाट, समितिको तर्फबाट पनि साथीहरूले यसलाई उहाँलाई सचेत पनि गराएको अवस्था हो। हाम्रो त्यहाँ खानेपानीको पाइपलाइन भएको हुनाले त्यसलाई नोक्सानी हुन्छ, त्यसलाई सचेत भएर चाहिँ त्यसलाई चाहिँ काम गर्न हुन र यदि त्यो नष्ट भएमा पनि त्यो बिओक्यूमा राखेर त्यसलाई मर्मत गरिदिनुको निमित्त हामी चाहिँ जानकारी पनि हामीले गराएको छौँ। यो सडक निर्माण पूर्व नै हामीले यो कुरा गरेको र सडक निर्माण भइसक्यो, धेरै क्षति भएको छ। लगभग 400-500 मिटरको हाराहारीमा चाहिँ हाम्रो पाइपहरू चाहिँ नोक्सानी भएको छ। त्यो विषयमा आज सडक डिभिजन कार्यालयका डीलाई पनि हामीले अवलोकन गरायौँ र यस सन्दर्भमा चाहिँ उहाँ र नगरपालिका बिचको र समिति बिचको एउटा कोअर्डिनेसन भएको छ। यसलाई पनि हामी सडकको तर्फबाट
सम्बोधन गर्ने कुराहरूलाई चाहिँ सकारात्मक ढङ्गले उहाँले तपाईँहरूसँग जो कुरा राख्नुभयो त्यसलाई समन्वय गरेर त्यो निर्माण कार्यलाई पनि हामी अगाडि बढाउँछौँ। त्यही उहाँलाई वास्तविक अवस्था देखाउनको निम्ति पनि आज हाम्रो विशेष चाहिँ हामीले उहाँलाई अनुरोधमा हामीले उहाँ सडक डिभिजनको प्रमुखलाई अहिले आएको सन्दर्भमा त म तपाईँलाई के आग्रह गर्न चाहन्छु भने यो प्रोजेक्ट सामान्य प्रोजेक्ट हो। यो प्रोजेक्टमा नेपाल सरकारको तर्फबाट पनि इन्जिनियरहरू यहाँ खटेर काम गरेको अवस्था हुन्छ र त्यसपछि गएर कन्सल्टेन्टको इन्जिनियर पनि बस्नुहुन्छ। त्यसपछि हामी उपभोक्ता पनि छौँ। यो गुणस्तरको काम अब चाहिँ भएन भन्ने कुरा चाहिँ जुन गुनासो आएको छ त्यो अब यहाँ तपाईँहरूले प्रकृति हेर्नु भएको छ। यो प्रकृतिमा र यो गत वर्ष आएको र यो वर्ष पनि आएको जुन विपत्ति छ त्यो विपत्तिलाई हामीले कुनै पनि तौरबाट चाहिँ हामी त्यसलाई ढाकछोप गर्नै नसक्ने चाहिँ अवस्था हो र त्यसलाई जस्तो सुकै गुणस्तर भए पनि त्यसलाई चाहिँ त्यो गुणस्तरले थाम्ने कुरो भएन होइन। त्यो एउटा कुरा रह्यो। अर्को कुरो त के छ भने हामीले जुन जिम्मेवारी लिएको छ समितिले त्यो जिम्मेवारी चाहिँ हामीले यो कार्य सम्पन्न गरेपछि सबै सार्वजनिक गरिसकेपछि त्यो यसलाई चाहिँ नगरपालिकाको त्यो एउटा ऐन बनेको छ त्यो ऐन मार्फत चाहिँ बोर्ड मार्फत सञ्चालन गर्ने भन्ने चाहिँ कुरा छ। यो सम्पन्न नगरिकन त नगरपालिकाले त्यो ह्यान्डओभर पनि गर्ने अवस्था नभएको कारणले गर्दाखेरि हामीले सबै यो वर्ष हामीले अघि मैले भने यो वर्ष यो सम्पन्न गरेर हामी विधिवत रूपमा यसलाई उद्घाटन पनि गरेर यो एउटा ठुलो प्रोजेक्ट हो। इलामको निमित्त एउटा गौरवको प्रोजेक्ट हो। इलाम नगरपालिकामा विगतमा चाहिँ 24 घन्टा 48 घन्टासम्म पनि पानी नआउने अवस्था त्यहाँको नागरिकहरू काकाकुल भएर चाहिँ बसेको अवस्थालाई हामीले अब यो हामी समितिको तर्फबाट यसलाई जसरी भए पनि यो योजनालाई सम्पन्न गरेर हामी काकाकुलबाट चाहिँ सबै नागरिकहरूलाई चाहिँ एउटा पानी पिउन सक्ने अवस्थाको चाहिँ त्यो वातावरण निर्माण गर्छौँ भनेर हामी लागेको हामीले गरेको पनि हो। यो निर्माण व्यवसायीको तर्फबाट काम पनि भएको तर गत वर्ष नै हाम्रो डिएलपी पिरियड सकिएको 7 दिन पनि नभइकन योभन्दा अघिल्लो वर्ष सबै हाम्रो क्याचमेन्टहरू बगाएर लिएर गयो। अब यस्तो अवस्थामा नगरपालिकाले जिम्मा लिने कुरो पनि भएन। त्यो कारणले गर्दाखेरि अब हामी चाहिँ नागरिकहरूको जिज्ञासा र यो कुन मोडालिटीमा कसरी सञ्चालन हुन्छ भन्ने सन्दर्भमा पनि हाम्रो एउटा ऐन कानुन बनिसकेको हुनाले यो बोर्ड मार्फत सञ्चालन हुन्छ र यसलाई आम नागरिकहरूको सरकारवालाहरूको चाहिँ जुन जिज्ञासा छ उहाँहरूको जुन चाहिँ उहाँहरूले चाहिँ यो प्रोजेक्टको विषयमा चाहिँ बुझ्नको निम्ति जो लालायत हुन्छ हामी यसलाई ठुलो सार्वजनिक रूपमा नै यसलाई चाहिँ हामीले सुसूचित हुने गरी चाहिँ यसलाई सार्वजनिक गर्छौँ। यो निर्माण सम्पन्न भएपछि यसलाई उद्घाटन गरेर नै हामी गर्छौँ भन्ने हामीलाई लागेको छ।